चाहिँ परमेश्वर आफै हुनुहुन्छ। यो चाहिँ 45 को 3%मा तपाईँहरूले चाहिँ पढ्न चाहन्छु, जहाँ चाहिँ यस्तो दिएको छ। म चाहिँ अघि जानेछु र पर्वतहरूलाई समतल पार्नेछु, काँसाका ढोकाहरू म टुक्रा टुक्रा पार्नेछु र फलामका बारहरू काट्नेछु भनेर परमेश्वरले भन्नुभएको छ। अहिले न तपाईँहरू त्यहाँ जानुहुँदाखेरि कुन किसिमको टफनेस छ या के कुराहरू छ हुन त हरेक ठाउँमा नयाँ सुरु गर्ने टफनेस भइहाल्छ। तर पनि परमेश्वर जो तपाईँहरूको अगाडि पहिलेदेखि हुनुहुन्छ, जस्तै तपाईँहरू यहाँ हुँदाखेरि अनि जहाँ चाहिँ उहाँहरू यो कामले उहाँले चाहिँ बनाउनु भयो, त्यो चाहिँ अब त्यहाँ जाँदाखेरि त्यो हरेक टफनेसहरूलाई चाहिँ काट्नु हुने, हरेक पर्वतहरूलाई चाहिँ समतल पार्नु हुने, हरेक किसिमको ढोकाहरूलाई टुक्रा टुक्रा पार्नु हुने अनि फलामका बारहरूलाई काट्नु हुने परमेश्वर चाहिँ अहिले त्यहाँ अनि वही परमेश्वरको नाममा म तपाईँहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु कि तपाईँहरू अझै म अब हामीले त नआएको भयो त पार हुँदैन थियौँ, तर त्यो पनि परमेश्वरले पनि ल्याउनु भयो र हामीलाई जोड्नु भयो होइन। सबै कुरामा परमेश्वरलाई धन्यवाद दिने तपाईँहरू राम्रो राम्रो कुरा